यहाँनिर कमेन्टमा सोध्नुभएको छ, दादा भिडियो कसरी भाइरल गर्ने सिकाइदिनु न भन्नुभएको छ। कमेन्टको लागि थ्याङ्क यू सो मच। अनि प्रायः सबैको इच्छा चाहना भनेको चाहिँ आफ्नो भिडियो होइन, आफ्नो भिडियोमा राम्रो भ्युज आओस्, लाइक आओस्, कमेन्ट आओस्, भाइरल होस् है। सबैको इच्छा चाहना यही हो होइन। धेरैले धेरै खालको भिडियोहरू बनाउँछ। तपाईँको टिकटक भिडियो भाइरल भएन भनेदेखि सर्चमा गएर यो टाइप गर्नुहोस्, न्यू अपडेट सर्च गर्नुहोस्, माई फर्स्ट भिडियो टाइप यो माई फर्स्ट भिडियो भाइरल सर्च गर्नुहोस्, अनि भिडियोमा त्यहाँबाट भिडियो बनाउनुहोस्। यहाँ त्यहाँ दुनियाँ दिवाना सर्च गर्नु लागेको छैन। सर्च गर्दाखेरि अनि टक्कसँगले कहाँबाट के भाइरल हुन्छ होइन। ट्राई पनि गर्नुभयो होला, प्रायः धेरैले ट्राई पनि गर्नुभयो होला। त्यो ठुलो ठुलो टिकटक स्टारहरूलेदेखि लिएर सानो युजर सबजनाले आजकल त्यही हो, एकदम ट्रेन्डिङमै चलिरहेको छ। सर्चको भिडियोमा भाइरल आएन भने या केही भयो भनेदेखि सर्च गर्नुहोस्, सिधै सर्च गर्नुहोस्। सर्च गरेर के आउँछ, उनीहरूको ह्यासट्याग लगाएको हुन्छ, टाइटल लगाएको हुन्छ, उनीहरूको भिडियो सरर आउँछ, अनि उनीहरूकै भिडियोमा भ्युज आउँछ। आफू त लास्टमा हेरे मात्रै हो होइन। त्यही भएर यस्तोको पछि लाग्नु हुँदैन। भिडियोमा आफ्नो भिडियो होइन अब भाइरल गर्नु चाहने भनेदेखि कि त उत्पट्याङवाला कन्टेन्ट कि त युजफुलवाला कन्टेन्ट, यही हो है। मेन भनेको चाहिँ कन्टेन्टमा फोकस गर्ने। अब केही गर्दा अब त्यो टिसिक्क अब फोटो लगाएर एउटा गाना बजाएर भिडियो पोस्ट गरेर त भाइरल कहाँ हुन्छ र होइन। त्यो आफ्नो फ्रेन्ड्स फलोवर्स जति छ उनीहरूले हेर्ने हो, यसो चिने जानेको छ भने लाइक कमेन्टहरू गर्दै जाने हो, त्यही हो। तर भाइरलै हुनु छ भने कि उत्पट्याङवाला कि युजफुलवाला एकदम। अब जे गर्दा पनि भिडियोमा भ्युज नै आएन भने एउटा काम गर्नुहोस् है, म सपोर्ट गर्नेछु, मेरो मेम्बरहरूलाई मात्रै सपोर्ट गर्नेछु है त। बेलुकाको लाइभ खोल्छु म, बेलुका अब त्यही हो। म अब नेपालको 11 बज्छ बेलुका, नेपालको त्यही टाइममा भ्याउँछु म। अब दिउँसो भ्याउँदिनँ, त्यही टाइममा भ्याउँछु सपोर्ट गर्नुको लागि। त्यो टाइममा सबैजना आउनुहोस् होइन। यहाँनिर हाम्रो भेटघाट यता छ, यहाँनिर भेटघाट यता है भन्ने अप्सन छ माथि मेरो प्रोफाइलमा हेर्नुहोस् होइन। भेटघाट यता है भन्ने मेरो एउटा ग्रुप छ, त्यो ग्रुपमा जोइन हुनुहोस्। त्यो ग्रुपमा दुनियाँ दिवानाको हरेकको सेयर आउँदैन, त्यहाँनिर कसैको पनि तपाईँहरूलाई सेयर आएर वाक्कल आउँदैन। जब मैले भिडियो पोस्ट गर्छु अनि जब म लाइभ आउँछु अटोमेटिक तपाईँको त्यहाँनिर ग्रुपमा सेयर हुन्छ, डाइरेक्ट तपाईँकोमा त्यो इनबक्समा आउँछ है त। अनि म मेरो मेम्बरहरूलाई मात्रै है, सिर्फ मेम्बरहरूलाई मात्रै म माथि गेस्टमा तान्दै पहिलो भिडियोलाई रिपोस्ट, कमेन्ट, लाइक, कपी लिङ्क सबै गराउँछु है त। सबैलाई सपोर्ट गर्छु, सबजना जोइन हुनुहोस्। बाँकी भनेको त्यही हो। अब म त कन्टेन्टमै भन्छु, कन्टेन्टमै फोकस गर्ने। यहाँनिर कमेन्टमा सोध्नुभएको छ, दादा भिडियो कसरी भाइरल गर्ने सिकाइदिनु न भन्नुभएको छ। कमेन्टको लागि थ्याङ्क यू सो मच। अनि प्रायः सबैको इच्छा चाहना भनेको चाहिँ आफ्नो भिडियो होइन, आफ्नो भिडियोमा राम्रो भ्युज आओस्, लाइक आओस्, कमेन्ट आओस्, भाइरल होस् है। सबैको इच्छा चाहना यही हो होइन। धेरैले धेरै खालको भिडियोहरू बनाउँछ। तपाईँको टिकटक भिडियो भाइरल भएन भनेदेखि सर्चमा गएर यो टाइप गर्नुहोस्, न्यू अपडेट सर्च गर्नुहोस्, माई फर्स्ट भिडियो टाइप यो माई फर्स्ट भिडियो भाइरल सर्च गर्नुहोस्, अनि भिडियोमा त्यहाँबाट भिडियो बनाउनुहोस्। यहाँ त्यहाँ दुनियाँ दिवाना सर्च गर्नु लागेको छैन। सर्च गर्दाखेरि अनि टक्कसँगले कहाँबाट के भाइरल हुन्छ।